सो हेलो गाइज गेमगुल्ला सबैलाई वेलकम छ। सो आज चाहिँ अब यसो नारायणघाटतिर काम परेर यो भाइ अब अनिश भाइ पनि घर जानु लागेको रहेछ। सो अब हल्का पैसा सैसा निकाल्न अब जानु पर्यो। म पनि अब त्यस्तै काम भएर हो नारायणघाटमा जानु छ। यस्तो गर्मी छ कि सो अब चाहिँ हामी यस्तो गर्मी छ कि त्यही कारण अब गर्मीलाई मेटाउनु भयो नि एकछिन ऊ त्यो होटलदेखि ऊ त्यो होटलमा चाहिँ अब खाना बस्नु पर्ने हुन्छ। प्यारी समझ गई पानी त्यस्तो होइन, पानी चिसो पानी त्यही हो। अब सट्टा लाएर चिसो पानी हानिन्छ, त्यसपछि फेरि यात्रा सुरु गरिन्छ। बोल्न त जे भयो नि। सो अब चाहिँ हामी हिँड्दैछौँ बाटोमा। एक्जाम दिएर भइसक्यो। फाइनली मेरो चाहिँ हिजो एक्जाम भइसकेको थियो इङ्ग्लिसको। अब मेरो त आज इङ्ग्लिसको ब्याग चाहिँ परेको होइन, त्यही दिन मन लागेर हो। सबै ब्याग दिने केटीहरू राम्रो राम्रो हुँदो रहेछ। त्यही कारण फेरि हाम्रो सोल्टी चाहिँ फेरि ब्याग पर्दिने भनेर विचार गरिरहेको के सबै राम्रो राम्रो हुँदो रहेछ केटीहरू। त्यही कारण के बुझ्यो भनेपछि अब एकचोटि अघि ब्याग परेर एकचोटि मौका लिऊँ न भनेर होइन। हात पनि दुख्छ यार। अब यसरी खिच्नुपर्छ कि यसरी केही महिनाभित्रै हाम्रो मोटो भ्लग पनि आउँछ है। मोटो भ्लग पनि आउँछ। अहिले चाहिँ पातलो भ्लगको उयोमा को आयो मान्छे अगाडि यार। नट प्रब्लम। ल तिमीसँग त भन्ने अरे कि लजाउन हाम्रो नलजाउने सोल्टी छ है। अगाडि चाहिँ मान्छे आइरहेको दियो भने त मान्छेले भनिदिन्छ नि। वेलकम टु माई न्यू ब्लग गाइज। अब हामी त भर्खर मैले चाहिँ आज केटालाई होटेलबाट चाहिँ खाइदिएर आएको खुवाएर आएको केटालाई हल्का लाहान हाफकटी सट्टी लगाएर आएको। बजार गएर आएको काम थियो नि त, बिजनेसको काम अलि हुन्छ नि त, पैसाको कारोबार त्यो हामी गएको थियो त गाडीमा। खै यार कता छौ तिमी बाटैमा छौ तिमी सो होइन अलि बिजनेसको हुन्छ नि, बिजनेस के आइरा मान्छे आइरा पैसाको कारोबार थियो यताउति सट्ट भ्याएर आएर अहिले चाहिँ हामी यस्तो अवस्थामा कसो हुन्छ मान्छेले अब देखाउनलाई गर्ने होइन कि वास्तविक कुरा गर्नु पर्यो नि त होइन। हो देखाएर काम छैन कि त्यही हो कि। त्यही कारण हामी हेर हाफकट्टीमा गएर आएर सो अर्कोले चाहिँ मुद्दै हुनुहुन्छ कता छौ खाली जाने बाटो जाने हो क्या बाटोबाट जाने कसले के गर्छ ल ल कता छौ घर कपडा धुनु पर्यो गाइस यार। कपडा बिग्रेछ यार। कपडा पनि हुन्छ यार। सो अब चाहिँ मैले त सूर्य भाइको कपडा लाएको थिएँ। कपडामा एउटा केटीले चाहिँ मसी छापिदिएर आज हानेर अनि सट्टा एक्जाम गर्दा कपी पेन हल्लाउँदा छापिदिएर भाइको कपडा बिग्रेछ गएर धुइदिनु पर्यो रिसाउला जस्तो भाइ। अनि कपडा सट्टा लगाएर हुन्छ नि चडक्क लगाएर कि चडक्क लगाएर अनि धोएर सुकाएर चाहिँ भोलि सट्ट सुक्छ होला। त्यसपछि दुबईको फ्लाइट छ त देख्न सक्नुहुन्छ हाम्रो गोब्रे सोल्टी यहाँ तपाईँहरूले चाहिँ यो सिन टक्क छ नि वरिपरि सट्टालाई डेटिङ बस्न नि मजा हुन्छ कि एभाइलेबल छ है तपाईँहरूलाई। जाने भएमा धेरै कुरा नगर जाने भयो केटाहरू पनि नचिनिरहेर जाने भयो जाऊ गीत भइसक्यो मलाई हिजो बाख्रा करास्तो गऱ्यो
पक्का छौ लाइस हजुर हजुर जाम अब देखिसक्यो उहाँले हेलो गाइस टुडे नाउ न्यू ब्लग आज चाहिँ म आज पनि नारायणहरूको अस्ति काम होइन भएन भाइ होइन हिजो नि काम भएन अनि आज चाहिँ काम भएर तर हो है नानकाडको हो फाइनली के भयो भने आज एकदम राम्रो भयो क्या जे हुने थियो सट्ट के भयो भने चाहिँ होइन गयो अब सट्ट अलि हुन्छ नि सिकाउने मान्छे पनि आमामा यार मजाले गयो दुईजना दिदीहरू हुनुहुन्थ्यो अनि यो दाइले चाहिँ के भने नि बाहाना बनाएको के भोलि नै आउँछु म तपाईँको फोन नम्बर दिनु म आउँछु अनि आउनेलाई कल गर्छु भनेर फोन नम्बर मागेको ट्रिक चाहिँ लाउनु चाहिँ के भयो भने चाहिँ जाँदा फेरि केटी बचाउन चाहिँ उहाँ आएर सोध्नु खै म त आएन आज कोही गएन सँग होइन अनि कस्तो भनेपछि जाँदा पनि समस्या पऱ्यो क्या हामीलाई समस्या पऱ्यो त्यो जेरी खाएको अनि च्यापेर आमामा थट खतम बनायो यत्रो ठुल्ठुलो थियो आउँदा पनि च्यापेर च्यापा ठुल्ठुलो केटी छेउछेउमा थियो ओइ म्या लाल बाटो देख्यो त यार हामीलाई देखेर के भन्नुहुन्छ हेलो वेलकम टु माई न्यू ब्लग गाइज वेलकम छ है आज सबैलाई चाहिँ हामी दुईजना भएर कहाँ जान आँटेको यसो अब थाहा पाउने होला ए भयो हेलो वेलकम टु माई न्यू ब्लग गाइज वेलकम छ सबैलाई आज चाहिँ हामी दुईजना भएर एउटा कामको लागि बजारतिर जान आँटेको नानी काम छ कि त्यही कारण जान लाग्यो अब यस्तो गर्मी रहेछ गर्मी गाइज हेर्नु त घाम सो अब चाहिँ घाम हेर्नु घाम सो यस्तो घाम छ सो गाइस अब चाहिँ उ त्यो होटल छ उ त्यो देखा त कसरी